सबैजनालाई मेरो ब्लगमा स्वागत छ। तपाईँहरू सन्चै हुनुहुन्छ होला है। फेरि पनि तपाईँहरूलाई सुप्रभात होइन। अन्त म चाहिँ यहाँ चिया बनाउँदैछु यहाँनिर हो। चिया बनाउँदैछु। वाइफ सुतिरहेको छ, नानी पनि सुतिरहेको छ। म चाहिँ उठेर भर्खर उठेको चिया बनाउँदैछु। चिया बनाएर अब चियासा खाएर धारा जानु छ। धारा गएर आएर पानी जानु छ। पानी खाने छैन छ, खाने ल्याउँछु हो। त्यहाँ लिएर आएपछि त्यहाँदेखि चाहिँ फेरि तपाईँहरूलाई फेरि भेटौँला। हुन्छ है। त्यहाँदेखि सधैँको ड्युटी स्कुल जानु आउनु खानु त्यही त हो है। हुन्छ, अहिले भेट्छु तपाईँहरूलाई फेरि। चिया रेडी भइसक्यो। चिया बनाइसक्नु आँट्यो। बेसी टाइममा चिया बनाउनु हो। चिया बनाएपछि सकिहाल्यो। यहाँ एकपट्टि पानी उमाल्दैछु, तातो पानी। अब यहाँ मिसेस बाबा उठेर पानीसानी खानुहुन्छ। त्यहाँदेखि मिसेस दबाई, बाबा पनि दबाई खाएर चाहिँ मिसेसको पनि दबाई, बाबाको पनि दबाई खानुहुन्छ। सबै दुईजनाले हो। हामी चाहिँ केही पनि खाँदैन। हुन्छ, फेरि भेट्छु तपाईँहरूलाई। धन्यवाद। रेडी भइसक्यो। अब चिया खाँदैछु हो म त। तपाईँले खाइलिनु भएको भने चिया है। म त लिँदैछु चिया लिँदैछु। चियाको सट्टा अब निम्की खान्छु अलिकति। अब चियाको बिस्कुट त मन पर्दैन मलाई, निम्की मात्रै खान्छु। अब यहाँ साग, डुकु साग बनाउनु हुँदैछ। अब बनाउँछु एकछिनमा उठेर। अहिले उठेको छैन। म चाहिँ चिया खाएर धारा जान्छु। हुन्छ ल गाइस, अब म चाहिँ धारा जाँदैछु यहाँ हो। यहाँ धारा जर्किन देख्नु होला तपाईँको हातमा। मर्निङको ड्युटी यसो सबैजना मर्निङको ड्युटी गर्छ। हामी त यहाँ हो, सबैजना गाउँ बस्तीमा यही हो। पानी ड्युटी गऱ्यो बस्यो हो। साइराम दिदी कहाँ दाजु उठ्नु भएन? दाजु ए कहाँ हुनुहुन्छ? साथी ओम साई राम, ओम साई राम, ओम साई राम, ओम साई राम। हाम्रो पेट्रोल पम्प, यो पेट्रोल पम्प देख्नुहुँदैछ, छामे पेट्रोल पम्प हो यो। टाढो जाँदैछ हामी यहाँ। पुग्न आँट्यो। बिहानदेखि यो पेट्रोल पम्पमा भेट हुन्छ। यहाँनिर पेट्रोल पम्पमा तपाईँहरू देख्नुहुँदैछ पेट्रोल पम्पको दृश्य हो। हुन्छ साथी, अहिले फेरि भेटौँला तपाईँहरूसँग ल। धारा आइपुग्न आँट्यो। पानी थाप्दा चाहिँ म तपाईँहरूसँग यसो गफसफ गर्नु सक्दिनँ हो। अहिले एकछिनतिर फेरि स्कुल जाँदा तपाईँहरूसँग फेरि भेट्छु। धन्यवाद। अब चाहिँ यहाँ घरको काम हुँदैछ हाम्रो यहाँ पढाउने। बच्चा बढाल्ने कार्यक्रम आज त डेली बढाल्नै पर्छ मैले नि। बढाल्ने
आमाले छोरालाई बोकिरहेको छ यत्रो बाटोमा ढेडु बाजालाई हाम्रो ढेडु बाजालाई बोक्यो ल ल लग्यो कहाँ गएको तिम्रो त्यो रब त्यो गर्नु हुँदैन ओइ म चाहिँ यहाँ भाइलाई पर्खिरहेको छु भाइ पर निङ्ग्रो टिप्दैछ जङ्गली निङ्ग्रो खाने अरे आज भाइले ओ बेसी नटिप है के लाग्ला अब भन्नु सक्दैन नि फेरि भन्नु सक्दैन हो ल ढिलो भइसक्यो छिटो एक छाक लाँदा भइहाल्यो त छैन रहेछ जङ्गली निङ्ग्रो है यो है अर्ग्यानिक है यो चाहिँ है पहिला पुरा मन चाहिँ मलाई निङ्ग्रोहरू तर पहिला पुरा खान्थ्यो त म पुरा खान्थ्यो पहिला चाहिँ खै कहाँ टिपेको थिएँ यो लाइनमा ड्याममै छ नि पसौँ त नपर्छ अर्का बाहिर के निङ्ग्रो टिप्दा केही हुँदैन हौ कराउँछ होला के चाहिँ कराउँछ कसले कराउँछ अहिले फेरि यो त होइन नि होइन नि उनी है यो मुनिको त्यो त होइन निङ्ग्रै हो उनी हो उयो छ नि ड्याममै के पनि भन्दैन भरे फेरि अप्ठ्यारो होला के को अप्ठ्यारो हो निङ्ग्रो ल टिप्दै गर म यहाँ हुन्छु ल टिपेर आऊ ल उफ गरमले माग्यो गरमले मार्यो गरमले यो चाहिँ तपाईँको यो चाहिँ 6 माइल जान्छ 6 माइल पुल निस्किन्छ यहाँबाट चाहिँ तपाईँको सिङ्कलेस यहाँबाट तपाईँको चालिसे छिबो मङ्गलडाँडा सबै निस्किन्छ यो बाटो चाहिँ हो हामी चाहिँ अहिले यता छ है गाइस अहिले भरे भेटौँ मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनुहोस् तपाईँहरूले माया गरिदिनुहोस् हो यति भन्न चाहन्छु धन्यवाद पुरा ढिलो भयो मलाई अब छिटो जानुपर्छ अब छिटो गाडी पाउँछु भन्दैन आज बिहिबार गाडी पाइन्छ नि साह्रो पर्छ हो आज हतार भयो खाना राम्रो पनि खाएन राम्रै भएर खाना राम्रै खाएँ आज हो साग बनाएर डुकु बनाएको रहेछ डुकु साग त्यो खाएँ अन्त अब गाडी पर्खेर चाहिँ जान्छु सियु देन मेरो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब लाइक कमेन्ट गरिदिनुहोस् हो र केही सुझाउहरू राखिदिनुहोस् के कस्तो भयो भनेर हुन्छ धन्यवाद।